बालेनमाथि वज्रपात, रयानन सारथी। रासोपाका वरिष्ठ नेता तथा काठमाडौँका पूर्व मेयर बालेन्द्र शाहको चुनावी प्रचार अभियानका क्रममा सुदूरपश्चिम भ्रमणमा सहभागी रहेका पत्रकार दिनेश सिटौलाको असामयिक निधन भएको छ। 43 वर्षीय दिनेश सिटौला नुवाकोटको दुप्सेश्वर गाउँपालिका स्थायी बासिन्दा थिए। उनी चलचित्र पत्रकार संघका निवर्तमान अध्यक्ष समेत थिए। प्रतिनिधि सभाको निर्वाचनको तयारी स्वरूप बालेन शाहको नेतृत्वको टोलीसँग सिटौला कैलाली, कञ्चनपुर, डडेलधुरा, बैतडी, दार्चुला, बझाङ हुँदै अछामसम्म सुदूरपश्चिम भ्रमणमा सहभागी थिए र टोली कर्णालीतर्फ लाग्ने क्रममा थियो। चुनावी अभियानकै क्रममा अछाममा सिटौला 81 बेहोस भएर ढलेका थिए। घटनापछि तत्कालै उनलाई जिल्ला अस्पताल अछाम लगिएको थियो। त्यहाँ उपचार सम्भव नभएपछि सेनाको हेलिकप्टर मार्फत शुक्रबार बिहान काठमाडौँ ल्याई टोखा स्थित ग्रान्डी इन्टरनेसनल अस्पतालमा भर्ना गरिएको थियो। आफ्नो चुनावी प्रचार प्रसारका टिमका सदस्य सिटौला अचानक गम्भीर बिरामी परेपछि बालेन शाहले सबै कार्यक्रम स्थगित गर्दै कर्णाली यात्रालाई छुट्याएर काठमाडौँ फर्किएका थिए। शनिबार दिउँसो उनी स्वयं ग्रान्डी अस्पताल पुगेर उपचारको अवस्थाबारे जानकारी लिएका थिए। चिकित्सक अनुसार सिटौलालाई भएको समस्या सबअरङ्क्वेड हेमरेज हो, जुन ब्रेन हेमरेजको सबभन्दा खतरनाक प्रकार मध्ये एक मानिन्छ। यो अवस्था तब हुन्छ जब मस्तिष्कको सतह र त्यसलाई ढाक्ने झिल्ली बीचको स्थानमा अचानक रगत जम्न थाल्छ। अस्पताल आइपुग्दा सिटौलाको चेतना स्तर अत्यन्त न्यून भइसकेको थियो। अझ चिन्ताजनक कुरा त के थियो भने अस्पताल ल्याउनु अघि करिब 45 मिनटसम्म मुटुको चाल बन्द भएको थियो। सीपीआर मार्फत मुटुको चाल फर्काइए पनि यति लामो समयसम्म मस्तिष्कमा अक्सिजन नपुग्दा उपचारको नतिजा अत्यन्त जटिल भएको थियो। दिनेश सिटौलाको मृत्युसँगै ब्रेन हेमरेजको बारेमा जनचासो अत्याधिक बढेको छ। आखिर ब्रेन हेमरेजको जोखिम बढाउने 7 प्रमुख कारणहरू के हुन् त भनेर चर्चा गरेका छौं। 1. वंशानुगत कारण। परिवारमा पहिले ब्रेन हेमरेज भएको इतिहास भए जोखिम बढ्छ। 2. धूम्रपान। धूम्रपानले रक्तनली कमजोर बनाई धमनी साँघुरो पार्दछ। 3. अत्याधिक मदिरा सेवन। धेरै रक्सी पिउनाले रक्तचाप अचानक बढेर मस्तिष्कमा रक्तस्राव हुने गर्दछ। 4. अत्याधिक मानसिक तनाव। लामो समयको तनावले रक्तचाप अनियन्त्रित बनाउँछ र नसा फुट्ने खतरा बढाउँछ। 5. चिसो मौसमको प्रभाव। चिसोमा रक्तनली खुम्चिँदा रक्तचाप अस्थायी रूपमा बढ्न सक्छ। 6. उच्च रक्तचाप। लामो समयसम्म नियन्त्रणमा आएको उक्त रक्तचापले ब्रेन हेमरेजको सम्भावना गराउँछ। 7. दिशा गर्दा अत्याधिक बल लगाउनु। जबरजस्ती बल गर्दा रक्तचाप अचानक बढेर कमजोर नसामा रक्तस्राव हुन सक्छ र ब्रेन हेमरेज हुन्छ।